नमस्कार साथीहरू, हाम्रो स्वास्थ्य च्यानलमा तपाईहरूलाई स्वागत छ। आज हामी नेपालको घर घरको समस्या उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसरलाई बिना औषधि केवल हाम्रो भान्सामा भएका कुराहरू र दैनिक जीवनशैलीमा सामान्य परिवर्तन गरेर कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने बारे कुरा गर्नेछौँ। आज म तपाईहरूलाई हाई बिपीबाट बच्ने 4वटा यस्ता अचूक उपायहरू बताउनेछु जसलाई तपाईको मुटु र शरीरलाई सधैँ स्वस्थ राख्न मद्दत गर्नेछ। भिडियो निकै महत्त्वपूर्ण छ, त्यसैले अन्तिमसम्म हेर्नुहोला र यसको भाग 2 मा हामी यसका लक्षणहरूको बारेमा कुरा गर्नेछौँ। हाम्रो आज पहिलो उपायमा रहेको छ नुनको कटौती र प्याकेट फुडको बहिष्कार। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम हो नुनको मात्रा घटाउने। हाम्रो शरीरमा सोडियम धेरै हुँदा यसले रगतका नसाहरूमा दबाव बढाउँछ र बिपी उच्च हुन्छ। तरकारीमा नुन कम गर्नुको साथै प्याकेटका खानेकुराहरू जस्तै च्याउचाउ, भुजिया, चिप्स र बट्टामा राखिएका अचारहरू खान पूर्ण रूपमा बन्द गर्नुहोस्, किनभने यस्ता खानेकुरा सुरक्षित राख्न अत्याधिक मात्रामा नुन प्रयोग गरिएको हुन्छ। यसैका साथ हाम्रो दोस्रो उपाय रहेको छ भान्साकै औषधि। लसुन र कागती पानीको प्रयोग गरेर हाम्रो भान्सामा सधैँ उपलब्ध हुने लसुन र उच्च रक्तचापका लागि अमृत समान मानिन्छ। यसमा एलिसिन नामक तत्त्व हुन्छ जसले रगतका नसाहरूलाई खुकुलो बनाउन र रक्त सञ्चार सहज पार्न मद्दत गर्छ। हरेक बिहान खाली पेटमा 2 केसा काँचो लसुन मनतातो पानीसँग चपाएर वा निलेर खाने बानी बसाल्नुहोस्। साथै दिउँसोको समयमा कागती पानी पिउनाले पनि नसाहरू लचिलो हुन्छ र बिपी नियन्त्रणमा रहन्छ। यसैका साथ हाम्रो तेस्रो उपायमा रहेको छ पोटासियमयुक्त र फाइबरयुक्त खानेकुराहरू। शरीरबाट बढी भएको नुनलाई बाहिर फाल्न पोटासियमको ठुलो भूमिका हुन्छ। यसका लागि तपाईले आफ्नो दैनिक खानामा केरा, काँक्रो र हरियो सागपात समावेश गर्नुपर्छ। यसैका साथै मकै, कोदो, फापर जस्ता फाइबरयुक्त मोटो अन्न र मौसमी फलफुलहरू धेरै खानुहोस्। यसले तौल नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। आजको अन्तिम र चौथो उपाय दैनिक 30 मिनटको हिँडडुल गर्न र पर्याप्त पानी पिउन। बिना औषधि बिपी निको पार्ने सबैभन्दा अचूक उपाय भनेको शारीरिक व्यायाम हो। दिनमा कम्तीमा 30 मिनट मात्र भए पनि पसिना आउने गरी छिटो छिटो हिँड्ने बानी बसाल्नु पर्दछ। यसले मुटुको कार्यक्षमता बढाउँछ। यसका साथै दिनभरिमा कम्तीमा 3 देखि 4 लिटर पानी अनिवार्य रूपमा पिउनुहोस्, जसले शरीरका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न एकदमै धेरै महत्त्वपूर्ण भूमिका निभाउँदछ। आजको विशेष स्वास्थ्य टिप याद राख्नुहोस्, हस्पिटलको बेडमा पुगेर महँगो औषधि खानुभन्दा आजदेखि आफ्नो भान्सा र जीवनशैली सुधार्नु धेरै बुद्धिमानी हो। स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो शरीरको ख्याल राख्न आजैबाट सुरु गर्नुहोस्। भिडियोको अन्त्यमा यी 4वटा सामान्य तर निकै नै शक्तिशाली उपायहरू आजदेखि आफ्नो जीवनमा लागू गर्नुहोस्। यसको भाग 2 मा हामी बिपी उच्च हुँदा शरीरले देखाउने 5वटा खतरनाक लक्षणहरू बारे कुरा गर्नेछौँ, जुन तपाईले थाहा पाउनु पर्छ। त्यो भिडियो नछुटाउनका लागि अहिले नै हाम्रो स्वास्थ्य च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न र बेल आइकन थिच्नुहोला। आजको जानकारी कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला र स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। धन्यवाद।